सम्पूर्णमा नमस्कार। नेपालको निजामती सेवामा शक्ति, प्रतिष्ठा र सार्वजनिक सेवाको एउटा महत्त्वपूर्ण केन्द्र हो प्रमुख जिल्ला अधिकारी अर्थात् सीडीओ। सम्पूर्ण जिल्लाको प्रशासनिक नेतृत्व गर्ने यो पद धेरैका लागि निजामती सेवाको एउटा प्रमुख लक्ष्य र आकर्षणको विषय हो। तर के तपाईलाई थाहा छ, लोकसेवा उत्तीर्ण गरेर जिल्लाको कमान्ड सम्हाल्नेसम्मको यो यात्रा कस्तो हुन्छ? आजको भिडियोमा हामी यही रणनीतिक मार्गचित्रबारे चर्चा गर्नेछौँ। सुरुमा शैक्षिक योग्यता, एजुकेशनल क्वालिफिकेसन बारे चर्चा गरौँ। यस यात्राको पहिलो पाइला शैक्षिक योग्यताबाट सुरु हुन्छ। सीडीओ बन्नका लागि न्यूनतम आधार भनेको नेपाल सरकारबाट मान्यता प्राप्त कुनै पनि विश्वविद्यालयको कुनै पनि संकायबाट स्नातक तह अर्थात् ब्याचलर्स डिग्री उत्तीर्ण हुनु हो। यद्यपि उपसचिव वा सहसचिव पदमा सिधै प्रतिस्पर्धा गर्नका लागि भने स्नातकोत्तर तहको योग्यता आवश्यक पर्न सक्छ। अब सेवा प्रवेशका दुई मार्गहरू, टू रूट्स टू एन्ट्रीको विषयमा चर्चा गरौँ। सीडीओ बन्ने यात्रामा प्रवेश गर्न दुईवटा मार्गहरू रहेका छन्। मार्ग 1 मा रहेको छ शाखा अधिकृतबाट बढुवा, द फाउन्डेशनल रूट। पहिले लोकसेवा आयोग मार्फत प्रशासन सेवाको शाखा अधिकृत पदमा नाम निकाल्ने। यस मार्गमा 5 देखि 7 वर्षको सरकारी सेवाको अनुभव र कार्य सम्पादनको आधारमा उपसचिव पदमा बढुवा भएपछि सीडीओ बन्ने अवसर प्राप्त हुन्छ। त्यस्तै मार्ग 2 मा रहेको छ सिधै उपसचिव वा सहसचिव, द डिरेक्ट असेन्ट। लोकसेवा आयोगले खुलाउने विज्ञापनमा सिधै प्रतिस्पर्धा गरेर माथिल्लो तहको पदमा नियुक्त हुने। यसले तपाईको यात्रालाई छोटो बनाउँछ। सीडीओ बन्नका लागि माथिका कुराहरूले मात्र पुग्दैन, त्यसका लागि गृह मन्त्रालयको मापदण्ड र अनुभव पनि पूरा गरेको हुनुपर्दछ। लोकसेवा उत्तीर्ण गरेर मात्र पुग्दैन, सीडीओ नियुक्तिका लागि गृह मन्त्रालयको आफ्नै कडा मापदण्ड हुन्छ। प्रमुख जिल्ला अधिकारी पदस्थापन वा सरुवा सम्बन्धी कार्यविधि अनुसार केही अनिवार्य शर्तहरू पूरा गर्नुपर्ने हुन्छ। ती शर्तहरूमा प्रशासनिक अनुभव, गृह मन्त्रालय वा यस अन्तर्गतका विभागहरूमा कम्तीमा 9 वर्ष काम गरेको अनुभव हुनुपर्नेछ। अनिवार्य तालिम, प्रशासन वा न्याय सम्बन्धी क्षेत्रमा कम्तीमा 3 महिनाको एडभान्स्ड तालिम लिएको हुनुपर्छ। स्वच्छ छवि, उम्मेद्वार कुनै पनि विभागीय कारवाहीमा नपरेको र उच्च नैतिक आचरण भएको हुनुपर्छ। जिल्लाको अनुभव, काठमाडौँ जस्ता क वर्गका जिल्लाको सीडीओ बन्नुअघि ख वा ग वर्गका जिल्लाहरूमा सीडीओको रूपमा काम गरिसकेको अनुभव हुनुपर्दछ। अब हेरौँ सीडीओको जिम्मेवारी र शक्तिको विषयमा। एक जिल्ला प्रशासकको रूपमा सीडीओको कानमा ठूलो जिम्मेवारी हुन्छ। जिल्लाभरको शान्ति सुरक्षा कायम गर्ने र जिल्ला सुरक्षा समितिको नेतृत्व गर्ने, नेपाली नागरिकताको प्रमाणपत्र वितरण र राहतधानी सिफारिस जस्ता नागरिक सेवा प्रवाह गर्ने, बाढी, पहिरो वा भूकम्प जस्ता विपदहरूको व्यवस्थापन र राहत कार्यको नेतृत्व गर्ने, अर्धन्यायिक अधिकार प्रयोग गरी सार्वजनिक अपराधका मुद्दाहरूको फैसला गर्ने, बजार अनुगमन गर्ने र सरकारी निकायहरूबीच समन्वय गर्ने। स्नातक तहदेखि सुरु भएको यो यात्रा शाखा अधिकृत, अनुभव, बढुवा र कडा मापदण्डहरू पार गर्दै प्रमुख जिल्ला अधिकारीसम्म पुग्दछ। यो यात्रा जति चुनौतीपूर्ण छ, सफलताको स्वाद र यसले दिने सेवा गर्ने अवसर उत्ति नै गौरवपूर्ण छ। तपाई पनि यो प्रतिष्ठित पदको लागि तयारी गर्दै हुनुहुन्छ भने आजैदेखि रणनीतिक रूपमा अगाडि बढ्नुहोस्। धन्यवाद।